प्रशस्तै पार्किङ भएको र भूकम्पपछि बनेको नयाँ घर बिक्रीमा आएको छ। 2 तलाको 9.25 दुरमा बनेको घर। हजुरलाई धुर थाहा छैन भने 4.93 आना जग्गा छ र यहाँलाई कस्तो लाग्छ मनपर्छ भने हजुरले सिधा सम्पर्क डाइरेक्ट घरधनीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। एउटा WhatsApp नम्बर छ भने एउटा सिधै कल गर्न सक्नुहुनेछ। म घर चाहिँ हजुरलाई सर्ट देखाउने छु। यहाँलाई कस्तो लाग्छ मनपर्छ भने हजुरले डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुनेछ। र घर यस्तो छ, मैले अहिले फर्स्ट फ्लोरमा छु। फर्स्ट फ्लोरमा 4वटा कोठाहरू छ। एउटा चाहिँ यो सिटिङ रुम डाइरेक्ट यहाँ बनाउनु भएको छ भने यतापट्टि बाहिर साइड बारदलीको भाग पनि छ। यो सिटिङ रुम छ। यो चाहिँ फर्स्ट फ्लोर हो र यता साइडमा किचन, सिटिङ रुम अनि किचन डाइनिङ, लगभग किचन र डाइनिङ सँगसँगै राखिएको छ भने यतापट्टि अर्को उत्तर साइड झ्याल भएको एउटा कोठा देख्नुभयो र बीचमा यहाँ प्यासेजमा चाहिँ यो साइडमा चाहिँ टोयलेट बाथरुम एटेच रहेको छ। यहाँ देख्न सक्नुहुन्छ भने यतापट्टि चाहिँ एउटा ठुलो कोठा, किङ साइडको यो कोठा रहेको छ, एकदमै ठुलो भने यो चाहिँ उत्तर पूर्व झ्याल भएको तपाईँले देख्नुभयो भने यो चाहिँ फर्स्ट फ्लोरमा छु म र 3 साइडै छोडिएको छ र यो चाहिँ ग्राउन्ड फ्लोरमा म देखाउन गइरहेको छु। यो चाहिँ भनाङ मुनि चाहिँ टोयलेट बाथरुम यहाँ रहेको छ भने यहाँ चाहिँ यो 3वटा कोठा रहेको छ यसमा चाहिँ र यो चाहिँ पूर्व दक्षिण झ्याल भएको अगाडि फेस भएको यो कोठा पाउनुभयो भने पूर्व साइड पनि खुल्ला छ र यो चाहिँ उत्तर पूर्व झ्याल भएको अर्को कोठा देख्नुभयो सँगै रहेको छ भने एउटा कोठा चाहिँ यतापट्टि ठुलो कोठा रहेको छ। यो चाहिँ उत्तर साइड मात्र झ्याल भयो भने यता पछाडि पनि प्रशस्त ठाउँ छोडिएको छ। यता लगभग 4-5 फिट छ भने यता पूर्व साइड पनि ठाउँ छोडिएको छ। अहिले म हजुरलाई ड्रोनको सहायताले पनि देखाउने छु भने यो चाहिँ माथि फर्स्ट फ्लोर टपमा चाहिँ यस्तो छ। यो चाहिँ भूकम्पपछि बनेको नयाँ मापदण्ड अनुसारको बनेको घर हो भने नक्सा पास भइसकेको छ। माथि यो ट्रस हालिएको छ एक साइडमा भने यो चाहिँ माथि एउटा कोठा रहेको छ। जम्मा टोटल 8वटा कोठाहरू छ भने यो चाहिँ फिनिसिङ हुन बाँकी छ। यो चाहिँ टप फ्लोरमा यो पनि एकदम ठुलो कोठा छ भने यो चाहिँ टोयलेट बाथरुमको लागि ठाउँ छोडिएको छ र रेलिङ अनि तपाईँको मार्बल यहाँ देख्नुभयो र यो चाहिँ मेन गेट, यो चाहिँ फर्स्ट फ्लोरमा पस्ने मेन गेट यस्तो छ भने यहाँबाट सिधै ग्राउन्ड फ्लोरमा म देखाउँदैछु र यो चाहिँ ग्राउन्ड फ्लोरको मैले भित्र कोठाहरू अघि देखाइसकेको छु भने पार्किङ चाहिँ भने जस्तै गार्डन पार्किङ चाहिँ प्रशस्त भएको छ भने 20 फुटे बाटो, पिच बाटो 20 फुटे अलरेडी छ र घर यही हो बिक्रीमा रहेको घर। 2.5 तलाको घर छ र 9.25 दुरमा बनेको घर। हलगाडा चोकबाट नजिकै दिपज्योति गेटबाट ड्रिन मार्ग छिर्नुपर्ने बाटो पर्छ भने एकदमै राम्रो लोकेसनमा र डाइरेक्ट घरधनीको सम्पर्क नम्बर हजुरले पाउन सक्नुहुन्छ। यहाँ माथि ठुलो यो पूर्व साइडबाट हेर्दाखेरि पूर्व साइड चाहिँ यस्तो छ। यो ड्रिन मार्ग चाहिँ यो बाटो पर्छ भने यहाँ सिधै अलिकति पूर्व जाने हो भने विश्व आदर्श स्कुल ठ्याक्कै यहाँ अगाडि पर्छ। मार्ग देखाएँ मैले, यो चाहिँ विश्व आदर्श स्कुल एरिया यहाँ छ भने घर चाहिँ यो ठ्याक्कै देख्नुभयो यहाँ अगाडि छ भने दिपज्योति गेट यहाँ नजिकै छ। यहाँ माथि यो दिपज्योति गेट त्यो ठुलो बाटोको छ भने अलिकति पूर्व जाँदाखेरि हलगडा चोक छ भने घर लगभग दिपज्योति गेटबाट 100 मिटर पनि छैन, लगभग 50 मिटरको दूरीमा छ भने त्यहाँबाट लगभग 200 मिटरमा हलगडा चोक पुग्न सक्नुहुन्छ भने यहाँ माथि सोल्टी इस्टर्न होटल पनि यहाँ अगाडि ठुलो देख्नुभयो। यो चाहिँ पिपल चोकमा पर्छ भने हाइवे, मेन हाइवे नजिकै छ र लोकेसनको हिसाबले एकदमै राम्रो, बस्नलाई उपयुक्त। बाटो अलरेडी 20 फुटे छ भने गेट भने जस्तै तपाईँले पार्किङहरू पाउन सक्नुहुनेछ र नक्सा पूर्जा यहाँ रहेको छ र हजुरले सिधा सम्पर्क डाइरेक्ट घरधनीसँगै कन्ट्याक्ट गर्न सक्नुहुनेछ। एउटा विदेशको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ भने एउटा नेपालको नम्बरमा डाइरेक्ट कल गरेर बुझ्न सक्नुहुनेछ। र यो घर जग्गाको एकमुष्ट मूल्य चाहिँ जम्मी 1,25,00,000 राखिएको छ। यसमा पनि केही मिल्ने ठाउँ छ। हजुरले सिधा सम्पर्क जग्गाधनीसँग कन्ट्याक्ट गरेर रेटको विषयमा मिलाइदिन सक्नुहुनेछ। मूल्य फेरि भन्दैछु मात्रै 1,25,00,000 राखिएको छ र यसमा पनि केही मिल्ने ठाउँ छ।